किङडम प्रोटिस्टा मात्रै लेख्दा हुन्छ है। ल त्यसो भएर त किङडम मैले लेखेँ, प्रोटिस्टा भनेर लेखेँ है। ल सुन है, अब सबले सुन। र यो जुन किङडम प्रोटिस्टा भन्छ नि होइन, पहिला हामीले यसको भन्दै जाउँ है। किङडम प्रोटिस्टा भने बित्तिकै द टर्म है, द टर्म प्रोटिस्टा है। म चाहिँ तिमीलाई पहिला प्रोटिस्टाको मिनिङ दिन्छु अनि फाइलम प्रोटोजोआतिर म जम्प गर्छु है। पहिला हामी किङडम प्रोटिस्टामा जाउँ अनि हामी फाइलम प्रोटोजोआतिर जाउँ है। ल अब सुन है, द टर्म प्रोटिस्टा वाज क्वाइन्ड बाई भन्छ। ल भन त प्रोटिस्टा टर्म कसले क्वाइन गरेको? नाम देऊ। के भन्छ? एर्नेस्ट हैकल भन्छ है। त्यसमा प्रोटिस्टा टर्म क्वाइन गर्यो ए हैकलले है। ल अब यो प्रोटिस्टा छ नि हैन, अब यसको मिनिङ के हुन्छ? प्रोटिस्टा भनेको नै ग्रुप अफ युनिसेलुलर, यहाँ है, ग्रुप अफ युनिसेलुलर माइक्रोस्कोपिक है, माइक्रोस्कोपिक एन्ड के भन्छ? यूक्यारियोटिक अर्गानिजम है। यूक्यारियोटिक के भन्छ? अर्गानिजम है। अनि त्यसपछि हामीले जम्प गर्छौँ होला प्रोटोजोमा है। ल त्यसमा ग्रुप अफ युनिसेलुलर माइक्रोस्कोपिक एन्ड यूक्यारियोटिक के भन्छ? अर्गानिजम है। ल र यो जुन किङडम प्रोटिस्टा छ नि हैन, यसमा जति पनि मेम्बर पर्छन् हैन, मेम्बर भनेको मोस्टली एक्वाटिक हुन्छ है। मोस्टली एक्वाटिक हुन्छ भने सम आर है, के हुँदो रहेछ भने त प्यारासाइटिक हुन्छ है। धेरै चाहिँ एक्वाटिक हुन्छ तर थोरै के हुन्छ? प्यारासाइटिक पनि हुन्छ है। ल अब यो किङडम जुन प्रोटिस्टा छ नि हैन, यसमा लोकोमोसन बाई भन्छ है। लोकोमोसनको लागि के हुन्छ? लोकोमोसन मेबी के हुन्छ भन्न त? कुनैमा फ्लाजेला हुन्छ है, फ्लाजेला हुन्छ है, कुनैमा के हुन्छ? सिउडोपोडिया हुन्छ। लोकोमोसनको लागि कुनैमा सिउडोपोडिया हुन्छ है, र कुनैमा के हुन्छ न त? ल सिलिया हुन्छ है, सिलिया हुन्छ। एन्ड इन सम है, इन सम कुनैमा के हुन्छ? एब्सेन्ट हुन्छ। ल भन मलाई एब्सेन्ट हुने प्रोटोजोआको क्लासको नाम देऊ त। ल स्पोरोजोआ है। तो सिलिया मतलब लोकोमोटरी अर्गानेलै नहुने त्यसको क्लास दिनु पर्दा तिमी के भन्छ? स्पोरोजोआ है। र यो स्पोरोजोन्समा लोकोमोटरी अर्गानेल हुँदैन है। ल अब तिमीलाई यो जाँचमा एमबीबीएस इन्ट्रान्समा पनि सोधेको छ है, व्हिच अफ द फलोइङ प्रोटोजोनल क्लास कमा that does not bear the locomotory organelle, that is called स्पोरोजोआ है। र दिमागमा के छाप भने नि भाइ यहाँ है, क्लास स्पोरोजोआ छ नि हैन, यसमा दिमागमा के छाप भन्दा सुन है, यहाँ सबै इन्डोप्यारासाइट हुन्छ है। अल इन्डोप्यारासाइटिक, सबै इन्डोप्यारासाइट हुन्छ। अल आर प्यारासाइटिक भन्दा पनि यही भयो, अल आर इन्डोप्यारासाइटिक भन्दा पनि यही भयो है। ल नो कन्ट्राक्टल भ्याकुल, यो क्लासमा कन्ट्राक्टल भ्याकुल हुँदैन। किन? अघि भर्खर तिमीलाई मैले भनेको थिएँ नि भाइ, अघि भर्खर भनेको थिएँ नि, हेर त कन्ट्राक्टल भ्याकुल भनेको फ्रेश वाटर प्रोटोजनमा हुन्छ भनियो, तर मेराइन एन्ड प्यारासाइटिक प्रोटोजनमा हुन्न भन्यो नि। अब यसभित्र त सबै प्यारासाइट छ, मतलब यसमा नो कन्ट्राक्टल तिमी के भन्छौ? भ्याकुल भन्छौ है। र यो स्पोरोजोमा है, यहाँ के छ? सिंगल न्यूक्लियस है, सिंगल के छ न त? न्यूक्लियस छ। ल अब हेर है, अब यो जुन किङडम प्रोटिस्टा छ नि हैन, अब ध्यान दिएर सुन है, किङडम प्रोटिस्टा भित्र पनि तिमीले के गर्छौ भन्दा तीनटा मेजर फाइला हुन्छ है। यहाँ चाहिँ तिमीले तीनटा मेजर फाइला पढ्छौ, तर त्यो तीनटा मेजर फाइला भित्र पनि तिमीले चाहिँ फाइलम प्रोटोजोआ मात्रै पढ्नु पर्दो रहेछ है। तीनटा मेजर के हुन्छ? फाइला हुन्छ है। हेर त एउटालाई फाइलम भन्न, एक भन्दा धेरै छ भने त्यसलाई फाइला भन्न क्या हैन। अब तीनटा मेजर फाइला हुन्छ। एउटा मेजर फाइलाको नाम के हो? एउटा मेजर फाइलाको नाम फोटोफाइटा भन्छ है, फोटोफाइटा भन्छ है। अब यो फोटोफाइटामा चाहिँ के हुन्छ भन्दा द्याट इज कल प्लान्ट लाइक के भन्छ? युनिसेलुलर एल्गी क्या, प्लान्ट लाइक युनिसेलुलर एल्गी। अब यो यसबाट क्वेसन आउन, तिम्रो जुलोजी सब्जेक्ट पढिरहेको छ, यसबाट क्वेसन आउन, त्यसो हामी यो पढ्दैनौँ है। प्लान्ट लाइक युनिसेलुलर एल्गी। र अर्को मेजर फाइला भनेको चाहिँ फंगस लाइक है। अर्को चाहिँ के हुन्छ? फंगस लाइक है। फंगस लाइक के हुन्छ? स्लाइम मोल्ड्स हुन्छ है, स्लाइम मोल्ड्स हुन्छ है। यो पनि हामी पढ्दैनौँ है, यो पनि हामी पढ्दैनौँ है। र अर्को भन त, अर्को के हुन्छ? अर्को मेजर फाइला भनेको चाहिँ एनिमल लाइक है। एनिमल लाइक के भन्छ? युनिसेलुलर के भन्छ त? प्रोटोजोआ है। एनिमल लाइक युनिसेलुलर प्रोटोजोआ हो। हामीले यसको बारेमा चाहिँ अब हामी पढ्छौँ है।
यसको बारेमा हामी पढ्छौं। बुझ्यौ भाइ? गुड। अब हामीले पढ्छौं फाइलम प्रोटोजोआको बारेमा। त्यसलाई पहिला हामीले किङडम प्रोटिस्टाको परिचय दियौं एकचोटि फेरि हेर। किङडम प्रोटिस्टा, अब यो टर्म बायोलोजिस्टको नाम तिमी आफै पढिहाल्छौ, घोक्ने है सबै। ओरिजिन इभोल्युसनमा पनि तिमीले बायोलोजिस्टको नाम घोक्नुपर्छ, यहाँ पनि घोक्ने, यो आफै घोकिहाल्छौ। युनिसेलुलर माइक्रोस्कोप युक्यारियोटिक तिमी पढिहाल्छौ। धेरै एक्वाटिक थोरै प्यारासाइटिक हुन्छ, यहाँ रोगको बारेमा पढ्नुपर्छ है। र लोकोमोसन बाइ फ्लाजेला, स्युडोपोडिया, सिलिया र कुनै कुनैमा एब्सेन्ट हुन्छ भन्छौ, त्यो भनेको क्लास स्पोरोजोआ है। यो सबै इन्डो प्यारासाइटिकको स्पोरोजोआ भित्र। ल अब है, अब म जम्प गर्छु केमा भन्दा यहाँ है फाइलम प्रोटोजोआ। अब हामीलाई चाहियो फाइलम प्रोटोजोआ। तपाईँलाई त सिलेबस के होला? यो फाइलम प्रोटोजोआको सिलेबस के हो? कसैले भन्नु त प्रोटोजोआको सिलेबस के हो? एनीवन? यहाँ है हो, यसको सिलेबस भनेको जनरल क्यारेक्टर्स है, जनरल क्यारेक्टर्स, क्लासिफिकेसन है, क्लासिफिकेसन है, एन्ड के भन्छ एन्ड एक्जाम्पल्स। बुझ्यौ? जनरल क्यारेक्टर, क्लासिफिकेसन एन्ड के भन्छ त एक्जाम्पल्स भन्छ। ल अब सुन है, अब यो हामीले क्यारेक्टर मजाले पढौं है। क्लासिफिकेसन एक्जाम्पल पनि, क्लासिफिकेसन झन् इम्पोर्टेन्ट छ एक्जाम्पल। अनि हामीले जो इन्टामेबा, स्टोलाइटिका, अमेबाहरूको चाहिँ टक टक मात्रै पढ्नुपर्छ है भाइ। पुरा डिटेल ती भित्र त्यहाँ नछिर तिनीहरूको चाहिँ टक टक मात्रै पढिदिनुपर्छ है। जस्तो कि म चाहिँ सबैभन्दा पहिला एउटा क्वेसनबाट सुरु गर्छु है। एउटा क्वेसनबाट सुरु गर्छु, फ्याट मलाई एन्सर दिने कोसिस गर त। यहाँ त क्वेसन कस्तो छ यहाँ है। क्वेसनले के भन्छ भन्दा एक दुईवटा क्वेसन हेर है। कमन क्यारेक्टर है, क्यारेक्टर फाउन्ड इन प्लाज्मोडियम है, प्लाज्मोडियम एन्ड प्यारामेसियम है, यसरी सोधेको हुन्छ जाँचमा है। कमन क्यारेक्टर फाउन्ड इन प्लाज्मोडियम एन्ड प्यारामेसियम इज भन्छ है। अप्सन ए मा ह्याबिट्याट है, ह्याबिट्याट। बी मा न्युट्रिसन है, न्युट्रिसन है। सी मा लोकोमोटरी अर्गानेल है, अर्गानेल्स है। र त्यसलाई डीमा राखिदिन्छ बोथ है, रिप्रोड्युस बाई FISSION फिजन। ल बताऊ त एन्सर के भयो? न्युट्रिसन। न्युट्रिसन सर। ऑप्शन डी सर। न्युट्रिसन एन्सर के भयो? यहाँ पहिला सुन, यहाँ कृष्ण भाइ यहाँ है। ह्याबिटेट मिलेन, बुझ्नु मिल्यो त मिलेन नि त। अब प्यारामेसियम भनेको स्टाग्नेन्ट वाटरमा हुन्छ। अब स्टाग्नेन्ट भनेको स्थिर पानी भनेको क्या, नबग्ने पानीमा हुन्छ। तर प्लाज्मोडियम भनेको त प्यारासाइट हो, यो त होस्टको बडीमा हुन्छ है। त्यसमा यो एन्सर मिलेन है। अर्को न्युट्रिसनमा जाऊ है। प्यारामेसियममा होलोजोइक न्युट्रिसन हुन्छ है, होलोजोइक न्युट्रिसन हुन्छ है। भने प्लाज्मोडियममा स्याप्रोजोइक हुन्छ है, स्याप्रोजोइक न्युट्रिसन हुन्छ। मिलेन है, मिलेन है। लोकोमोटरी अर्गानेल प्यारामेसियममा सिलिया, प्लाज्मोडियममा हुँदैन, मिलेन। त्यसमा बोथ रिप्रोड्युस भए तिमी के भन्छौ? फिजन। बुझौ? खाली यति फरक छ। प्यारामेसियममा असेक्सुअल रिप्रोडक्सन भनेको ट्रान्सफर्स बायोनरी फिजनबाट हुन्छ है। हुन्छ भने प्लाज्मोडियममा के हुन्छ? प्यारामेसियममा ट्रान्सफर्स बाइनरी फिजन हो भने प्लाज्मोडियममा के हुन्छ? प्लाज्मोडियममा मल्टिपल फिजन हुन्छ है। प्लाज्मोडियममा के हुन्छ? मल्टिपल फिजन हुन्छ। त्यसमा बोथ रिप्रोड्युस बाइ के त फिजन। बुझ्यौ भाइ? अब बुझौ? बुझौ? ल ल सुन है, ल बुझिहाल्यो, अब भइगयो होइन। ल अब सुन है, अब हामीले प्रोटोजोआको माथिबाट सुरु गरौँ है। सबैभन्दा पहिला है, यहाँ टर्म प्रोटोजोआ भन्छ नि। सुन है, यहाँ जुन टर्म मैले प्रोटोजोआ लेखेँ नि होइन, अब यो प्रोटोजोआमा पनि ग्रिक वर्डमा जो प्रोटो भन्छ नि, प्रोटो, त्यो प्रोटोको अर्थ के भयो? एनीवन? प्रोटोको अर्थ के हुन्छ? फर्स्ट है। प्रोटोको अर्थ हुन्छ फर्स्ट और प्रिमिटिभ है। प्रिमिटिभ भनेको प्राचीन भनेको क्या, अर्ली स्टेज इन इभोल्युसनरी हिस्ट्री है। र पछाडि जुन जोआ छ नि होइन, जोआ भन अथवा जोन भन र भन त, यसको अर्थ के हुन्छ? एनिमल्स है। यसको अर्थ के हुन्छ? एनिमल्स। त्यसलाई फाइलम प्रोटोजोआको मिनिङ के हो? फाइलम प्रोटोजोआको मिनिङ के लाग्यो भन्दा फर्स्ट फर्म्ड है, फर्स्ट फर्म्ड और के भन्छ? और प्रिमिटिभ एनिमल्स है। फर्स्ट फर्म्ड और के भन्छ? प्रिमिटिभ एनिमल्स। बुझौ? गुड। ल अनि मैले भर्खर बनाएँ, भर्खर तिमीलाई मैले भने फाइलम प्रोटोजोआ इन्क्लुडेड इन
है इन्क्लुडेड इन कुन किङडममा राखियो किङडम केमा भन्दा भर्खर पढेको इन्क्लुडेड इन किङडम दैट इज प्रोटिस्टा है इन्क्लुडेड इन किङडम प्रोटिस्टा है र फाइलम प्रोटोजोआ भित्र जति पनि मेम्बर्स पर्छन् हैन मेम्बर्स आर कल्ड भन्छ है मेम्बर्सलाई तिमी के भन्छ दैट इज कल्ड प्रोटोजन्स भन्छ मेम्बर्स आर कल्ड प्रोटोजन्स र यो जुन प्रोटोजन्स को जो स्टडी हुन्छ नि हैन त्यो स्टडीलाई तिमी के भन्छ प्रोटोजुलोजी है प्रोटोजुलोजी है मेम्बरलाई तिमीले प्रोटोजन्स भन्यौ र त्यो स्टडीलाई के भन्छ प्रोटोजुलोजी है र त्यसैले मलाई भन त टर्म प्रोटोजुआ है टर्म प्रोटोजुआ क्वाइन्ड बाइ भन्छ प्रोटोजुआ टर्मलाई क्वाइन गर्ने बायोलोजिस्टले चाहिँ के भन्दो रहेछ न त दैट इज कल्ड गोल्डफस के भन्छ न त गोल्डफस भन्छ है ल त्यसमा टर्म प्रोटोजुआ क्वाइन बाइ गोल्डफस गुड ल है अब हामी सुरु गरौँ यो त सिम्पल कुरो पनि हैन मैले फर्स्ट पहिले त सिम्पल कुरो इन्क्लुडेड प्रोटिस्टा मेम्बर प्रोटोजन स्टडी प्रोटोजुलोजी हैन त्यसमा टर्म प्रोटोजुआ क्वाइन गरेर गोल्डफसले त सिम्पल कुरो पनि हैन अब हाम्रो सुरु भयो जेनरल क्यारेक्टर अब चाहिँ हामीले बोल्ड क्यारेक्टर पढ्दै जान्छौँ है मैले अब सुरु गरे जेनरल क्यारेक्टर्स है ल भन है जल्दी भन्दा नि हुन्छ है ल भन त सबैभन्दा पहिला 1 नम्बरमा अब हामीले क्यारेक्टर सुरु गर्छौं 1 नम्बरमा है सुन है सबैभन्दा हामी पहिला क्यारेक्टर सुरु गर्छौं 1 नम्बरमा मैले के भन्छु दिस आर फेरि त्यही कुरा आउँछ है दिस आर माइक्रोस्कोपिक ध्यान दिएर सुन है माइक्रोस्कोपिक है युनिसेलुलर एन्ड के भन्छ यूक्यारियोटिक अर्गानिजम है यूक्यारियोटिक के भन्छ अर्गानिजम है यूनिसेलुलर माइक्रोस्कोपिक एन्ड यूक्यारियोटिक के भन्छ अर्गानिजम है ल अब भन यसको मलाई ह्याबिटेट भन प्रोटोजन्स कहाँ बस्छ अहिले भर्खर पढेको थियौ तिमीले प्रोटोजन कहाँ बस्छ ल भन त ल भन त अर्को प्रोटोजन हे यसरी पढ्ने केटाकेटी हो यहाँ है प्रोटोजन कहाँ बस्छ भन्दा मिलाएर पढ्ने क्या है मे बी फाउन्ड इन है मे बी फाउन्ड इन वाटर है वाटर है मे बी फाउन्ड इन वाटर मतलब ती के भए एक्वाटिक है त्यसरी तिमी के भन्छौ भन्दा डिटेचेस है के भन्छ डिटेचेस अन्त यो डिटेचेस भनेको के हो खाल्डो पिण्डहरू जमेको के भन्छ खाल्डो है त्यसमा जो पानीमा हुन्छ जो खाल्डा खोल्डेमा हुन्छ नि ती प्रोटोजन्स भनेको के भए फ्री लिभिङ भए क्या तिमीले के भन्यौ फ्री लिभिङ भयो है तिमीले चाहिँ फ्री लिभिङ भए त्यसरी ह्याबिटेटमा मे बी फाउन्ड इन भन्छ नि हैन मे बी फाउन्ड इन के भन्छ बडी अफ होस्ट भन्छ क्या है बडी अफ के भन्छ होस्ट भन्छ र त्यो बडी अफ होस्ट भनेबित्तिकै त्यो चाहिँ के भयो मतलब भन त प्यारासाइटिक भए है प्यारासाइटिक है र धेरै चाहिँ के हुन्छ फ्री लिभिङ नै हुन्छ मोस्ट चाहिँ फ्री लिभिङ हुन्छ र फ्यू भनेको चाहिँ के हुन्छ प्रोटोजनमा प्यारासाइटिक हुन्छ है त्यसमा मे बी फाउन्ड इन वाटर एक्वाटिक बन्यो डिटेटेज ती भनेका फ्री लिभिङ प्रोटोजन्स भए फ्री लिभिङ भनेको थोरै हुन्छ भने मे बी फाउन्ड इन बडी अफ होस्ट बन्यो त्यो चाहिँ प्यारासाइटिक भयो र प्यारासाइटिक भनेको फ्री लिभिङ धेरै छ प्यारासाइटिक भनेको थोरै हुन्छ है ल एउटा काम गर है अब तिमी यत्रो जना विद्यार्थी छौ नि हैन कोही न कोही त बोलिहाल्छ नि हैन त मलाई भन त सम फ्री लिभिङ है सम फ्री लिभिङ जो प्रोटोजन्स छन् हैन सम फ्री लिभिङ प्रोटोजन्स को मलाई एक्जाम्पल देऊ त ल केही फ्री लिभिङ छन् हैन त्यो सम फ्री लिभिङ प्रोटोजन्स को एक्जाम्पल मलाई देऊ त एमिबा है तिमी के भन्छ आमिबा है आमिबा त्यसरी के भन्छ प्यारामेसियम है त्यसै तिमी के गर्छौ युग्लिना अलि धेरै एक्जाम्पल रिप्रेजेन्ट नगर्ने पछि क्लासिफिकेसनमा थप्ने है र भन त यहाँ कनेक्टिङ लिंक चाहिँ कुन हो प्लान्ट र एनिमल को कनेक्टिङ लिंक कुन हो यहाँ युग्लिना मतलब प्लान्ट र एनिमल को कनेक्टिङ लिंक भनेको युग्लिना हुन्छ है प्लान्ट र एनिमल को कनेक्टिङ लिंक भनेको चाहिँ युग्लिना हुन्छ है अब मलाई कृष्ण भाइले भन त ल यहाँ जसले दुईवटा ग्रुपको क्यारेक्टर बोकेको हुन्छ नि हैन जसले दुईवटा ग्रुपको क्यारेक्टर बोकेको हुन्छ नि हैन त्यसलाई तिमी के भन्छौ कनेक्टिङ लिंक भन्छ नि त्यसो भए भन त कसैले मलाई यो युग्लिनाको प्लान्ट क्यारेक्टर भन त ल यसको प्लान्ट क्यारेक्टर चाहिँ के हुन्छ त मतलब भाइ यसको प्लान्ट क्यारेक्टर मलाई एउटा रिप्रेजेन्ट गर त ल जसले दुईटा ग्रुपको क्यारेक्टर बोकेको हुन्छ त्यसलाई तिमीले कनेक्टिङ लिंक भन्यौ युग्लिना भनेको प्लान्ट र एनिमलको कनेक्टिङ लिंक हो भने तिमीले पढ्छौ नि हैन अब यसको प्लान्ट क्यारेक्टर अन्तर्गत तिमी के भन्छौ भन्दा पाइरिनोइड है र यो जुन पाइरिनोइड छ नि भाइ यो पाइरिनोइड भनेको के हो प्रोटिन बडी हो है पाइरिनोइड भनेको के हो मतलब प्रोटिन बडी हो तिमीले पढेको होला प्रोटिन बडी है
इन द क्लोरोप्लास्ट है क्लोरोप्लास्ट अफ के भन त एल्गे है क्लोरोप्लास्ट अफ के भन त एल्गे मतलब यहाँ प्लान्ट क्यारेक्टरमा के छ पाइरिनोड छ है भनेला भन त ल भन अब एनिमल क्यारेक्टर कसले भन्न सक्छौ ल एनीवन मलाई कसले भन त ल एनिमल क्यारेक्टर अन्तर्गत एउटा रिप्रेजेन्ट गर्दै त ल त्यसले प्लान्ट क्यारेक्टर अन्तर्गत पाइरिनोड भनेको प्रोटिन बढी पाउँछौ भने त भन एनिमल क्यारेक्टर अन्तर्गत तिमी के भन्छौ दैट इज कॉल्ड कन्ट्राक्टल भ्याकुल के भन्छ कन्ट्राक्टल भ्याकुल है बुझ्नु नि भाइ कन्ट्राक्टल के भन्दो रहेछ भ्याकुल भन्छ है अब जाँचमा तिमीलाई यो प्लान्ट र एनिमल क्यारेक्टर भन्छ सोध्दैन होला तर दिमागमा के राख्दिने युग्लिना भनेको प्लान्ट र एनिमलको कनेक्टिभ लिङ्क हो र प्लान्ट क्यारेक्टर अन्तर्गत पाइरिनोड बढी मतलब प्रोटिन बढी हुन्छ भने अब एनिमल क्यारेक्टर अन्तर्गत कन्ट्राक्टल भ्याकुल छ है र कसले मलाई भन त सम मलाई प्यारासाइटिक प्रोटोजन्सको इक्जाम्पल रिप्रेजेन्ट गर्दियो ल जो चलन चल्तीको इक्जाम्पल होस् है त्यसलाई भन त सम प्यारासाइटिक प्रोटोजन है त्यसको इक्जाम्पल दिनुपर्दा तिमी के भन्छ प्लाज्मोडियम है के भन्छ प्लाज्मोडियम बुझौ त्यसरी अर्को एन्टामोइबा है एन्टामोइबा के भन्छ हिस्टोलाइटिका है एन्टामोइबा के भन्छ हिस्टोलाइटिका भन्छ है अर्को इक्जाम्पल के भन्छ ट्राइपेनोसोमा है अर्को के भन्छ ट्राइपेनोसोमा है अर्को के भन्छ लेशमानिया के भन्छ लेशमानिया इटिसी है ल अब एउटा सिम्पल क्वेशन सोधिन्छु है त्यसलाई सम प्यारासाइटिक प्रोटोजन्सको इक्जाम्पलमा मैले तिमीलाई के भने प्लाज्मोडियम इन्टामोइबा हिस्टोलाइटिका अरु पनि हुन्छ है इन्टामोइबा जिन्जिभालिस भन्छ है त्यसरी अब अझै ट्राइपेनोसोमा गेमियन्स ट्राइपेनोसोमा क्रुजिक र ट्राइपेनोसोमा इभेन्से अब लेशमानियामा पनि स्पेसिस हुन्छ ट्राइपेनोसोमा के रे लेशमानियामा पनि स्पेसिस हुन्छ लेशमानिया डोनोभेनी लेशमानिया ट्रपिका भन्छ नि हैन अब एउटा सिम्पल क्वेशन सोधिन्छु है मलाई आन्सर देऊ त मजाले सुजुले भन्नुपर्छ है हुन चाहिँ सिम्पल छ क्वेशन तर धरानमा सोधेको क्वेशन हो है धरानमा सोधिसकेको क्वेशन है मलाई आन्सर दिने कोसिस गर त सुन है अमिबियासिस है मजाले सुजुले भन्नुपर्छ है अमिबियासिस इज कॉज्ड बाइ है अप्सन ए मा अमिबा है अमिबा अप्सन बी मा इन्टामोइबा हिस्टोलाइटिका है इन्टामोइबा हिस्टोलाइटिका लाइटिका लेखेको यो सीमा लेशमानिया है डोनोभेनी है र मलाई अब एन्सरमा देऊ त ल है र अर्को मलाई एन्सर देऊ त ल दैट इज कॉल्ड ट्राइपेनोसोमा ल भन अब यसको एन्सर के भयो भन त ट्राइपेनोसोमा यसको एन्सर के भयो कस गर्छ हिस्टोलाइटिका यस हिस्टोलाइटिका है फेरि अमिबा नभन नि फेरि अमिबियासिस अमिबा जोड्न थाल्यो भने त बर्बादै हुन्छ नि हैन त्यो अमिबा भनेको त फ्री लिभिङ हो एन्सरमा के भन्न त इन्टामोइबा हिस्टोलाइटिकाले अमिबियासिस कज गर्छ यसलाई तिमीले के पनि भन्छ अमिबिक है अमिबिक के पनि भन्छ डिसेन्ट्री पनि भन्छ है अमिबिक के पनि भन्छ डिसेन्ट्री है ल अनि एउटा कुरो के याद गर भने नि अघि तिमीले ट्रिपेनोसोमा भित्रको नि धेरै स्पेसिस भनेको थिए नि हैन ट्रिपेनोसोमा ग्यामियन्स भने है अर्को ट्रिपेनोसोमा क्रुजी भने हैन अघि क्वेशनमा क्रुजी भने अर्को ट्रिपेनोसोमा मैले के भने इभ्यान्सी भने हैन त्यसैगरी यो लेशमानियामा पनि स्पेसिस हुन्छ है लेशमानिया डोनोभेनी भन्छ हेर त लेशमानिया डोनोभेनी भन्छ अब यो लेशमानिया के भन्छ ट्रपिका है ट्रपिका भन्छ तिमीले सबै भित्र छेर्नु पर्दैन तिमीले लेशमानिया डोनोभेनी भित्र चाहिँ छेर्नु पर्छ यो लेशमानिया डोनोभेनीले चाहिँ कुन रोग कज गर्छ यसलाई डम फिभर पनि भन्छ भिसर लेशमानियासिस पनि भन्छ ट्रपिकाले चाहिँ के कज गर्छ ट्रपिकाले करेज गर्ने भनेको ओरिएन्टल सोर है यसले ओरिएन्टल सोर भनेको यो डर्माटाइटिस हो स्किन सम्बन्धी बुझौ डर्माटाइटिस है स्किन सम्बन्धी है ल अब यति भित्र त सोध्दैन होला त्यो पनि याद गरेर है ल अब त्यसो हामीले केही फ्री लिभिङ प्रोटोजन्सको इक्जाम्पल दियौं र केही प्यारासाइटिक प्रोटोजनको इक्जाम्पल दियौं र प्यारासाइटमा हामीले रोगको बारेमा पढ्नु पर्दो रहेछ यो पनि तिमी थाहा पाइराख है ल त्यो चाहिँ हामीले पछि क्लासिफिकेसन गरी पछाडी पढौँला हैन ल अब यस पछाडी म जम्प गर्छु ह्याबिटेटमा ल बताऊ ह्याबिटेट पछाडी अब म जम्प गर्छु ह्याबिटमा ल भन त ह्याबिट के हुन्छ ल मतलब ल भन त प्रोटोजन्सको ह्याबिट मलाई भन एनीवन जसले भन्दा नि हुन्छ यिनीहरू प्रोटोजन्सको ह्याबिट कस्तो हुन्छ त भन त ल
ल हेर त प्रोटोजन्सको ह्याबिट भनेको कस्तो हुन्छ एनिमल कसले मलाई भन्न सक्छु सुन है यहाँ हेर है मोस्ट प्रोटोजन्स है धेरै जसो प्रोटोजन्सहरू चाहिँ मोस्ट प्रोटोजन्स आर के भन्छ सोलिटरी है एक्लै बस्ने भनेको है सोलिटरी बट फ्यु आर है फ्यु आर कोलोनियल भन्छ है फ्यु आर कोलोनियल भन्छ नि धेरै जसो सोलिटरी हुन्छ तर केही कोलोनियल पनि हुँदो रहेछ नि अब हेर न धेरै सोलिटरी त्यो कमन कुरो धेरै जसो एक्लै बस्ने त्यो कमन कुरो तर थोरै थोरै त कोलोनियल हुन्छ नि अब हामीलाई इक्जाम्पल चाहिन्छ कोलोनियलको चाहिँ इक्जाम्पल चाहिन्छ क्या ल भन त एनिमल अब म एकजनालाई सोच्छु कृष्ण भाइ भन थोरै कोलोनियल प्रोटोजन्स भन्यो नि त्यसको मलाई इक्जाम्पल दिउ त ल सर अमिबा ल भन त धेरै कोलोनियल सोलिटरी हुन्छन् थोरै कोलोनियल हुन्छन् र मलाई तिमीले कोलोनियलको इक्जाम्पल दिनु जो चाहिँ ग्रुपमा बस्ने हो है र एउटा कुरो र सुन न यहाँ एकजना भाइले मेसेज पठायो होइन बोलेर भन हे सफलता पटेल कोलोनियल हुन्छ सुन तिम्रो मेसेज कसले हेर्छ ल भन्छ बोलेर भन्नु पर्दैन है थोरै कोलोनियल हुन्छन् र त्यसको इक्जाम्पल दिनु पर्दा यस सफलताले भनेको ठिक छ है भल्बक्स भन्छ है अर्को प्रोटेरोस्पोन्जिया भन्छ क्या प्रोटेरोस्पोन्जिया भन्छ नि होइन अब यी भनेका चाहिँ कोलोनियल प्रोटोजन्स हुन् क्या कोलोनियल प्रोटोजन्स है अब एउटा कुरो भन्छु तिमीलाई म यहाँ है अघि हामीले भन्नु नि फाइलम प्रोटोजोमा तिमीले 4वटा क्लासेस पढ्छौ है तिमीले प्रोटोजोमा 4वटा क्लासेस भनेर पढ्छौ है मलाई तिमीलाई एउटा क्वेसन सुन्न मन लाग्यो है एउटा क्लासको नाम राइजोपोडा है यसलाई सार्कोडिना पनि भन्छ है सार्कोडिना पनि भन्छ अर्को क्लास भनेको मेस्टिगोफोरा भन्छ है मेस्टिगोफोरा भन्छ यसलाई फ्लाजेलेटा पनि भन्छ है सम्झिराख्ने फेरि भाइ फ्लाजेलेटा पनि भन्छ अर्को क्लास भनेको स्पोरोजोआ हो है एक्सक्लुसिभली एन्डोप्यारासाइटिक र अर्को क्लासको नाम सिलिएटा अब मलाई सफलताले भन्छ तर मेसेज बक्समा नलेखिकन मेसेज बक्स हेर्न भ्याइँदैन क्या त भन भल्बक्स कुन क्लासको मेम्बर हो ल भन त ल भन अनि हेर त तिमीलाई हेर है अब सुन थाहा हुँदैन भन्छ नि तिमीलाई सुन है यत्रो मैले इक्जाम्पल दिएँ नि तिमीलाई भल्बक्स प्रोटेरोस्पोन्जियातिर तिमीलाई सधैँ एउटा कुरा याद गर त सधैँ अमिबा है सुन है मैले बोलेको सुन छोडिदियो अलि सुन न त्यो कुनै ठुलो क्वेसन पनि तिमीलाई सोधेको न सिम्पल एउटा क्वेसन सोधेको सुन है कुनै ठुलो क्वेसन पनि सोधेको होइन तिमीलाई सिम्पल क्वेसन सोधेको सुन है यहाँ अब यो सुन न एउटा कुरो भन्छु ध्यान दिएर सधैँ राइजोपोडा अमिबा फ्लाजेलेटा युग्लिना होइन स्पोरोजोआ प्लाज्मोडियम सिलिएटा यहाँ सिलिएटा लेखेको है प्यारामेसियम मात्रै क्वेसन होइन क्या अरू पनि क्वेसन हुन्छ यो तिमीलाई होमवर्क दिएको छ सफलताले मलाई भोलि भन्छ भल्बक्स र प्रोटेरोस्पोन्जिया भनेको कुन क्लासको मेम्बर हो तर यहाँ नौलो कुरो भन्छु कि प्रोटेरोस्पोन्जिया भन्छ नि होइन यो प्रोटेरोस्पोन्जिया भनेको इट इज द कनेक्टिङ है हेर त कनेक्टिङ लिङ्क बिट्विन भन्छ अन्त नामबाट क्लियर छ भने त यो कसको कनेक्टिङ लिङ्क हो कसको कनेक्टिङ लिङ्क हो यो भनेको प्रोटोजोआ है यो भनेको प्रोटोजोआ एन्ड के भन्छ परिफेरा है प्रोटोजोआ र परिफेराको कनेक्टिङ लिङ्कलाई तिमीले के भन्छ प्रोटेरोस्पोन्जिया भन्छ र सफलतालाई मैले होमवर्क दिएको छु भल्बक्स र प्रोटेरोस्पोन्जिया दुवै कुन क्लासको मेम्बर हो यहाँ कुन क्लासको मेम्बर हो 4वटा मध्ये अब भल्बक्स कुन क्लासमा पर्छ प्रोटेरोस्पोन्जिया कुन क्लासमा पर्छ ल हेरौँ न भोलि पनि आन्सर दिनु म कान तान्छु यिनको है मैले कन्फर्म गरेको छैन है मैले कन्फर्म गरेको छैन है किन होमवर्क दिएँ एकजनाले मात्रै भन्नु मिल्दैन सबैले भन्नुपर्छ है ल अब यो ह्याबिटेट किन थाहा भएन त्यस पछाडि अब म अर्को क्यारेक्टरमा जान्छु लोकोमोटरी स्ट्रक्चर भन्छ है फाइलम प्रोटोजोमा लोकोमोटरी स्ट्रक्चर भन्छ यसलाई लोकोमोटरी स्ट्रक्चरलाई नै डिभाइसेस भन है अथवा यसलाई तिमी के भन अर्गानेल भन है अब के हुन्छ भने जो सवाल छ नि हैन लोकोमोटरी स्ट्रक्चर अर्गानेल अथवा डिभाइसेस भन्छ नि हैन अब सुन है यसको तिमीले डाइरेक्ट एन्सर नदिने है यसलाई तिमीले मिलाएर दिने क्या कसरी मिलाएर दिने भन्दा म तिमीलाई सिकाउँछु है जस्तो गरेर त मेरो है तिम्रो आँखको सामुने मैले एउटा फोटो बनाएको छु है ल भन त जसको बडीको सेप चाहिँ चप्पलको सोल आकारको हुन्छ ल भन यो के हो है यो के हो पक्कै अलिकति ठुलो बनाउँछु ल अलिकति ठुलो बनाउँछु र यहाँ एउटा खतरा क्वेसन पनि सोध्न मैले मन लाग्यो क्या है यहाँ
त सुन है यहाँ हेर तिम्रो आँखा सामुन्ने जुन फोटो बनाएको छु है जसको बडीको जुन सेप छ नि चप्पलको सोल आकारको हुन्छ हैन जसमा एउटा म्याक्रो हैन र यसको डिप्रेसनमा एउटा माइक्रो हैन डिप्रेसनमा एउटा माइक्रो है एउटा कुरा याद गर कि म्याक्रो न्यूक्लियसको यो जुन डिप्रेसनमा चाहिँ माइक्रो न्यूक्लियस हुन्छ है त भन त र भन अब यो के हो ल भन यो के हो एकछिन यहाँ है यो प्यारामेसियम एकछिन पर है यो प्यारामेसियम है जसको बडीमा इन्डोप्लाजममा एउटा ठुलो म्याक्रो जसको डिप्रेसनमा दुईटा माइक्रो हैन दुईटा माइक्रो है ल हेर ल भन यो प्यारामेसियम कुन जाति हो एनीवन ल भन त यो प्यारामेसियम कुन जाति हो प्यारामेसियम यसलाई तिमी के भन्छ है प्यारामेसियम काउडाटम भन्छ है प्यारामेसियम काउडाटममा एउटा म्याक्रो हुन्छ र एउटा माइक्रो हुन्छ है र प्यारामेसियम औरेलियामा चाहिँ के हुन्छ एउटा म्याक्रो र दुईटा माइक्रो हुन्छ क्या एउटा म्याक्रो र दुईटा माइक्रो हुन्छ है र भनेको मतलब के हो भने नि सुन त भनेको मतलब के भन्दा सबै सुन है भाइ सबै जति पनि भाइ प्यारामेसियममा तिमीले जाति पढ्छौ नि हैन जिनस प्यारामेसियम स्पेसिस काउडाटम जिनस प्यारामेसियम स्पेसिस औरेलिया भन्छ हैन जति पनि तिमीले प्रजातिहरू पढ्छौ स्पेसिसहरू पढ्छौ सबैमा म्याक्रोको संख्या चाहिँ एउटै हुँदो रहेछ तर माइक्रो न्यूक्लियसमा भी फरक हुँदो रहेछ है ल हेर त अब यो औरेलिया चिन्यौ दुईटा माइक्रो ने औरेलिया एउटा माइक्रो ने काउडाटम है अब हेर न अझ एउटा कुरा मलाई भन्छ यो प्यारामेसियमको बडीमा सिलिया छ नि हैन सिलिया छ हैन अब हेर त यो काउडाटमको बडीमा सिलिया छ नि हैन तर पोस्टेरियर इनमा लङ्गर सिलिया हुन्छ तब त त्यो पोस्टेरियर इनमा जो लङ्गर सिलिया छ नि यसलाई तिमी के भन्छ काउडल टप भन्छ है यसलाई तिमी के भन्छ काउडल टप भन्छ अनि प्यारामेसियम औरेलियामा चाहिँ काउडल टप हुँदैन सिलिया त हुन्छन् अल ओभर दी बडी इक्वल साइजको सिलिया हुन्छ तर पोस्टेरियर इनमा चाहिँ लङ्गर सिलिया हुन्न है तेर न प्यारामेसियम काउडाटम किन भनेको होला भन्दा पोस्टेरियर इनमा लङ्गर सिलिया भएको कारणले गर्दा यसको साइन्टिफिक नेम नै काउडाटम भएको त्यसमा यो भयो प्यारामेसियम है त्यसरी अब हेर है यो अमिबा भयो हेर यो अमिबा पनि हैन अमिबा भयो है यो अमिबा भयो है अब तिमी हेर्दै जाऊ यो एमिबा भयो है एमिबा लेखे है त्यसरी मलाई भन त यो युग्लिना हो यहाँ है अब यो युग्लिना छ नि है युग्लिना भयो है अब यो युग्लिनामा के छ भन्दा यो फ्लाजेला है यसलाई के भन्छ फ्लाजेला बुझौ एउटालाई फ्लाजेलम भन र एक भन्दा धेरैलाई फ्लाजेला एउटालाई स्युडोपोडिया भन्छ एक भन्दा धेरैवटालाई स्युडोपोडिया एउटालाई सिलिया भन्छ एक भन्दा धेरैलाई तिमी के भन्छ सिलिया अब हेर है अझले कसरी मिलाएर लेख्ने भन्दा नि सुन है कसरी भन्दा सुन है लोकोमोटरी स्ट्रक्चरमा तिमी के भन्छ मेबी सिलिया भन है मेबी सिलिया र यो सिलिया कस्तो हुन्छ त्यो पनि पेश गरिदिहाल्ने क्या हियर लाइक है साइडमा हियर लाइक भनेर पेश गरिदिहाल्ने र यसको इक्जाम्पल रिप्रेजेन्ट गरिदिने द्याट इज कल्ड प्यारामेसियम बुझौ हो यसरी मिलाएर लेख्ने क्या भाइ त्यसो भए लोकोमोटरी अर्गानेल मेबी सिलिया अब सिलिया हियर लाइक हुन्छ इक्जाम्पल प्यारामेसियम है त्यसै लोकोमोटरी अर्गानेल मेबी के भन्छ स्युडोपोडिया ल भन त स्युडोपोडिया चाहिँ कस्तो हुन्छ जस्तो के भन त ल स्युडोपोडिया कस्तो हुन्छ ल भन त ल स्युडोपोडिया के लाइक हेर त फिङ्गर जस्तो हुन्छ है फिङ्गर जस्तो हुन्छ नि हैन स्युडोपोडिया भनेको फिङ्गर जस्तो हुन्छ नि हैन यो चाहिँ फिङ्गर लाइक औंला जस्तो हुन्छ है फिङ्गर लाइक भन्छ र यसको इक्जाम्पल रिप्रेजेन्ट गरिहाल अमिबा त्यही भएर न काहीँ न काहीँ एउटा क्वेसन सोधेको छ होला अमिबामा स्युडोपोडिया कस्तो भनेर जाँचमा सोधेको छ भने त्यसलाई तिमीले लोबोपोडिया भन्छ नि अब तिमीलाई क्वेसन छ हुन्छ है हरेक एक्जाममा एउटा क्वेसन हुन्छ सुन है अमिबाको स्युडोपोडिया है कस्तो भनेर जाँचमा सोध्यो भने एउटा अप्सनमा काहीँले तिमीलाई के राखिदिएको हुन्छ एउटा अप्सनमा एक्टिनोपोडिया भन्छ अर्को अप्सनमा तिमीलाई राखिदिएको हुन्छ लोबोपोडिया भन्छ एन्सर तिमीले दिने लोबोपोडिया भनेको नै फिङ्गर लाइक भनेको क्या भाइ फिङ्गर लाइक भनेको क्या अब यो एक्टिनोपोडिया भनेको चाहिँ स्युडोपोडिया रे जस्तो क्या रे लाइक स्युडोपोडिया छ नि त्यो चाहिँ लोबो एक्टिनोपोडिया हो लोबोपोडिया भनेको चाहिँ फिङ्गर लाइक स्युडोपोडिया भनेको क्या हो त्यसको लागि त ब्याकअप राख्नु पर्यो त्यसो अमिबाको स्युडोपोडिया कस्तो हुँदो रहेछ भन्दा लोबोपोडिया यो भनेको फिङ्गर जस्तो भन्नु पर्यो है ल त्यसो भए सिलिया स्युडोपोडिया एन त एन के त फ्लाजेला तर त फ्लाजेला चाहिँ कस्तो हुँदो रहेछ मतलब
फ्लाजेला चाहिँ कस्तो हुन्छ न त ल, जस्तो कि हाम्रो ढोकामा ह्याङ्गर हुन्छ नि भाइ, अब ह्याङ्गरमा कपडा झुन्डाउने ह्याङ्गर हुन्छ नि होइन हो, त्यसमा तिमीले के भन्छौ फ्लाजेला चाहिँ WSIP के भन्छ व्हिप लाइक क्या है, व्हिप लाइक भन्छ क्या। अब व्हिप जस्तो हुन्छ र यो पाउने इक्जाम्पल एउटा रिप्रेजेन्ट गरिदिने द्याट इज कल युग्लिना है। र कुनै कुनैमा के हुन्छ भन्दा लोकोमोटर अर्गेनल के हुँदो रहेछ एब्सेन्ट हुँदो रहेछन्। त्यसबाहेक प्रोटोजोमा लोकोमोसनको लागि कुनैमा सिलिया बन्यो इक्जाम्पल पारामेसियम हेयर लाइक बन्यो, कुनैमा स्युडोपोडिया भनेको फिङ्गर लाइक द्याट्स लाइक लोबोपोडिया इक्जाम्पल अमिबा बन्यो, कुनैमा फ्लाजेला हुन्छ व्हिप जस्तो इक्जाम्पल युग्लिना, र कुनै कुनै क्लासमा के हुन्छ एब्सेन्ट हुँदो रहेछ इक्जाम्पल स्पोरोजोआ है। अब त्यसो हेर त त्यसमा राइजोपोडामा स्युडोपोडिया हुन्छ, राइजोपोडा क्लासमा स्युडोपोडिया हुन्छ, मेस्टिकोपोडा क्लासमा लोकोमोसनको लागि फ्लाजेला हुन्छ, सिलिएटा क्लासमा लोकोमोसनको लागि सिलिया हुन्छ भने यसमा चाहिँ के हुँदो रहेछ एब्सेन्ट हुँदो रहेछ। र तिमीलाई थाहा छ भाइ फाइलम प्रोटोजोआलाई यही लोकोमोटरी अर्गेनलको बेसिसमा क्लासिफाई गर्छ, यो पनि याद गरेर है। अब अझ एउटा कुरा याद गरेर के रे भाइ हेलो 5 क्लास हुने हैन र यसमा के को सक्टोरिया तिमी पढ्नु पर्दैन भाइ, 5वटा भन्छ नि एउटा सक्टोरिया क्लास तिमीले पढ्नु पर्दैन भाइ बुझौ। सक्टोरिया अर्को पनि क्लास हुन्छ सक्टोरिया पनि हो तर त्यो पढ्नु पर्दैन है, त्यसले +2 मा जो पढ्छौ नि त्यति पढ्ने क्या है, यो नपढ्ने सक्टोरियालाई भन्ने तिमी एउटा क्वेसन आउँदैन है ल। अनि अब मैले भन्न खोजेको के भने भाइ फाइलम प्रोटोजोआमा जसले लोकोमोसनमा हेल्प पुर्याउँछ नि होइन तिनीहरूको अर्को काम के पनि हुन्छ त सिलिया स्युडोपोडिया एन्ड फ्लाजेला these are the locomotory as well as these are the locomotory as well as फुड क्याप्चरिङ सर। यस गुड फुड क्याप्चरिङ है, जसले लोकोमोसनमा हेल्प पुर्याउँछ नि त्यसको अर्को काम भनेको फुडलाई क्याप्चर गर्नको लागि पनि हुन्छ है। तर सिलिया स्युडोपोडिया एन्ड फ्लाजेला दिज आर द लोकोमोटरी एज वेल एज फुड क्याप्चरिङ स्ट्रक्चर अफ प्रोटोजोन्स भन्नु पर्यो है ल। अब यो लोकोमोटरी स्ट्रक्चर पनि हामीले बुझौँ है ल। अब त्यस पछाडि म अर्को क्यारेक्टरमा जान्छु। अब अर्को क्यारेक्टरमा म एकजनालाई सोध्छु है, मलाई भन्नै पर्छ एन्सर। अर्को क्यारेक्टरमा चाहिँ सुन है, यो फोटो हेर, यो फोटोमा तिमीले केही न केही त बुझिरहेछौ नि होइन, यो फोटोमा तिमीले केही न केही त बुझौ होइन, के बुझौ भन्दा हेर है यहाँ हेर प्यारामेसियमको बडीको सेप फिक्स छ, सिल्पर सेप भन्छ नि त, तर न प्यारामेसियम हामीले कमनली के भन्छ सिल्पर एनिमल क्युल भन्छ नि होइन, सिल्पर एनिमल क्युल भन्छ र त्यो सिल्पर एनिमल क्युललाई चाउसन पनि भन्छ है। प्यारामेसियम इज कमनली कल्ड सिल्पर एनिमल क्युल और चाउसन है। चाउसनको मिनिङ के हुन्छ फुटवेयर भनेको क्या हेर त, जस्तो कि चप्पल जुत्ता जस्तो सेप आकारको हुन्छ नि त, तर प्यारामेसियमलाई कमनली कल्ड सिल्पर एनिमल क्युल और चाउसनको मिनिङ फुटवेयर हुन्छ है। अब मलाई कसले भने है हेर प्यारामेसियमको बडीको सेप फिक्स छ, सिल्पर सेप फिक्स छ नि। अब युग्लिनामा पनि बडीको सेप फिक्स छ हैन, तर भन अमिबामा चाहिँ किन इरेगुलर सेपको हुन्छ एनीवन भन त, जसले भन्दा नि हुन्छ ल। ड्यू टु ल्याक अफ पेलिकल ल कसले भन भाइ ड्यू टु ल्याक अफ पेलिकल खुर्सिद भाइले हो निखिल यादव यस गुड हो, त्यो पनि क्वेसन हो नि भाइ तिमी हेर है। त्यसो भएर है एउटा कुरो भन्छु हेर त, यो जुन प्यारामेसियम छ नि भाइ यो प्यारामेसियमको एन्टायर बडीलाई नि भाइ एन्टायर बडीलाई चाहिँ है केले कभर गरेको हुन्छ फर्म जस्तो मेम्ब्रेन हुन्छ नि त्यसलाई तिमी के भन्छ द्याट इज कल्ड पेलिकल भन्छ क्या, पेलिकल भन्छ। त्यसो अब एउटा कुरो म नोट दिन्छु है यहाँ हेर न, एउटा कुरो म भन्छु हेर है यहाँ हेर यो राइजोपोडा हेर है राइजोपोडा है हामीले यसलाई सार्कोडिना क्लास पनि भनेको छ नि होइन, मैले एउटा कम्पेयर गरिदिन्छु राइजोपोडा र सार्कोडिना क्लास होइन। अनि अर्को दिनमा मैले मेस्टिकोफोरालाई फ्लाजेलेटा क्लास पनि भन्छ नि होइन, मेस्टिकोफोरा अथवा फ्लाजेलेटा क्लास पनि भन्छ यसलाई। अर्को स्पोरोजुआ भन्छ नि होइन, स्पोरोजुआ क्लास भन्छ र अर्को सिलिएटा क्लास भन्छ नि होइन। अब सुन है त्यसो भएर त राइजोपोडामा के हुन्छ बडी इज नेकेड है, बडी इज के हुन्छ नेकेड हुन्छ है, नेकेड है, बडी इज के हुन्छ नेकेड हुन्छ नि। नेकेड मतलब के हुन्छ नो पेलिकल है, नो पेलिकल। त्यो र यिनीहरुमा चाहिँ के हुन्छ बडी भनेको द्याट इज कल्ड इरेगुलर है, इरेगुलर सेपको हुँदो रहेछ है, इरेगुलर सेपको हुँदो रहेछ। तर यो बाँकीको 3टा क्लासमा के हुन्छ भन्दा 3टा क्लासमा के हुन्छ बडी है, बडी डेफोनाइट है, डेफोनाइट भनेको त्यो भनेको फिक्स सेपको हुन्छ है, फिक्स सेपको हुन्छ। किन भन्दा ड्यू टु द्याट इज कल्ड
PELLICL के भन्छ त पेलिकल है। त्यसमा तीनटा क्लासमा चाहिँ बढी डेफिनाइट सेपको हुन्छ भनेको फिक्स सेपको हुन्छ ड्यू टु पेलिकल कभरिङ भन्नु पर्यो है, पेलिकल कभरिङ भन्नु पर्यो। तर यो राइजोपोडामा चाहिँ बढी नेकेट हुन्छ, नो पेलिकल, द्याट्स वाइ यहाँ चाहिँ बढी इरेगुलर सेपको हुँदो रहेछ। त्यही हेर्नु भाइ, अब एउटा कुरो भन्नु भाइ, त्यसमा मैले काहीँ न काहीँ पढाएको छु नि, हेर त स्पोरोजुआ क्लास है, स्पोरोजुआ मैले तिमीलाई इक्जाम्पल कतिवटा धेरैवटा स्टेज भनेको थिएँ नि, त्यो मध्ये एउटा स्पोरोजोइड इक्जाम्पल पढेको सम्झ त भाइ। स्पोरोजोइड हेर्नु त तब न, मैले स्पोरोजोइड भनेको सिकल सेपको हुन्छ है, सिकल सेपको हुन्छ ड्यू टु पेलिकल कभरिङ भनेको के न, ल भन त, ल त पेलिकल कभरिङ भनेको के न, सम्झिरहेछौ भाइ? सम्झिरहेछौ केटाकेटी हो? यस है, स्पोरो जस्तो कि स्पोरोजोको इक्जाम्पल मैले क्लास मोडेमा धेरैवटा स्टेजेसहरू हुन्छ, त्यो मध्ये स्पोरोजोइड भने, स्पोरोजोइड भनेको सिकल सेपको हुन्छ है, ड्यू टु पेलिकल कभरिङ भनेको के न हो। र एउटा कुरो याद गर, र यो जुन यो पेलिकल छ नि, पेलिकल भनेको चाहिँ प्रोटोजोन्समा जेनरल बडी सर्फेस हो है। तर तिमीले पढ्छौ नि भाइ, कसरी पढ्छौ भन्दा प्यारामेसियम है, प्यारामेसियम यदि मानौ एक्सक्रिट थ्रु भनेर सोध्यो नि होइन, प्यारामेसियम एक्सक्रिट थ्रु भनेर सोध्यो नि भाइ, तिमीले के भन्छौ थाहा छ? प्यारामेसियम एक्सक्रिट थ्रु भन्दा तिमी के भन्छौ? जेनरल बडी सर्फेस भनेर टिक्लाउँछौ नि। यदि अप्सनमा जेनरल बडी सर्फेस छैन भने त्यतिखेर के राख्छ तिमीलाई थाहा छ भाइ? द्याट इज कल पेलिकल भनेर राखेको हुन्छ। अब बुझौ भाइ, बुझौ नि होइन? जेनरल बडी सर्फेस छैन भने तिमीलाई पेलिकल भनेर राखेको हुन्छ, त्यो पनि माइन्ड मेकअप गरिराख। त्यसो अब यति तिमीलाई सुन न, अब तिमीले यति पढौ नि होइन, लास्टमा कन्क्लुजन चाहिँ के निक्लिँदो रहेछ? दुईटै राखिदियो भने कहाँबाट राख्छ? दुईटा राख्छ, त्यस्ता आफूले क्वेसन नबनाउ न कान्छा भाइ, बोथ राखिदिने होइन। अब आफूले क्वेसन बनाउनै मिल्दैन क्या भाइ, तिमी के क्वेसनमा सेटर मान्छे हो, तिमीले क्वेसन सेट गर्यो भने त भाइ 200 मा 200 ल्याइदिइहाल्छौ नि त होइन, सम्झिने त। जेनरल बडी सर्फेसलाई नै पेलिकल भन्दो रहेछ। अब बोथ राखो भने, नन राखो भने, भरे घरमा बुवाले मासु ल्याउनु भयो भने यस्तो पनि कहीँ क्वेसन हुन्छ है। बोथ राखो भने बोथमा ठोक्दो नि है, किनभने जेनरल बडी सर्फेस भनेको नै पेलिकल हो है। ल अब यति बेला मैले भने नि होइन, ल सुन है। अब यस पछाडि म आउँछु यिनीहरूमा फाइलम प्रोटोजोमा, अब आउँछु ग्रेड अफ अर्गनाइजेसन। ल भन, फाइलम प्रोटोजोमा ग्रेड अफ अर्गनाइजेसन भनेको कस्तो हुन्छ ल बता है? ग्रेड अफ अर्गनाइजेसन कस्तो हुन्छ? एनीवन है, पहिला सुन है, मैले बोलेको सुन है, यहाँ त मैले बोलेको सुन। पहिला म तिमीबाट क्वेसन सोध्छु, ल एउटा क्वेसन सोध्छु, अनि म प्रोटोजोको ग्रेड अफ अर्गनाइजेसनमा जम्प गर्छु है। लोएस्ट लेभल अफ अर्गनाइजेसन है, अर्गनाइजेसन इन प्रोटोजोन्स है, प्रोटोजोन्स है, सरी इन मैले प्रोटोजोन्स लेखेको होइन, मेटाजुआ भनेर लेखेको प्रोटोजोन्स भएछ है। ल लोएस्ट लेभल अफ अर्गनाइजेसन इन मेटाजुआ है। अप्सन एमा प्रोटोप्लाज्मिक है, बीमा प्रोटोप्लाज्मिक है, प्रोटोप्लाज्मिक लेखेर, ल फेरि एकचोटि लेखिदिन्छु है। लोएस्ट लेभल अफ अर्गनाइजेसन इन मेटाजुआ। म एकजनालाई सोध्छु ल, अप्सन एमा प्रोटोप्लाज्मिक, बीमा सेलुलर, सीमा अर्गेन सिस्टम है, र डीमा टिस्यु। ल म तँलाई सोचुले भन्नुपर्छ है। अजितले भन त यसको एन्सर के हुन्छ? प्रोटोप्लाज्मिक। त्यसले अजितको एन्सर मैले सुने, अपेक्षा चौलागाईले भने, ल चापागाई। ए अपेक्षा भन, बोलिन। बब्लु, बब्लु, मिस्टर बब्लु भन, एन्सर के हो? प्रोटोप्लाज्मिक। कृष्ण भाइ भन। सर सेलुलर। अनि हेर त केटाकेटी हो, धन्न मैले सुना भाइ, धन्न आज कुन शनिबारको एक्जाम, शनिबारको दिन मैले तिमीलाई धन्न आज शनिबारको दिन यो क्वेसन सोधेछु। नत्र यो क्वेसन मानव भोलि कमन इन्ट्रान्समा हुने भए 50% एन्सर बिगार्थे।
बिगार्ने रहेछौ तिमीले। हेर त एन्सर के हुन्छ? सेलुलर होइन त? एन्सर सेलुलर हो नि त। कृष्णले भनेको त ठिक छ नि त। हेर त तिमीले म्याक्स तिमीले अब एउटा कुरो भनिरहेको छौ। हेर त तिम्रो मनमा के लागेको छ भन्दा यो कमल सरले सुन है, यो कमल सरले प्रोटोजोआ पढाउनु हुँदैछ, तर मैले प्रोटोजोआको एन्सर दिनुपर्ने होइन। तिमीलाई मैले हेरेर त्यत्रो बाफले अघि एकजना भाइले सर पढाइ भयो यो त भनिरहेको थियो एकजना भाइले। अब तिमीलाई मैले हेर त मैले तिमीलाई अगाडिको क्लासमा के भनेको थिएँ दाजु? यहाँ हेर, सब्जेक्ट जुलोजीमा दुईटा किङडम हुन्छ, एउटा प्रोटिस्टा अर्को एनिमालिया। एनिमालिया किङडमलाई अल्सो कल मेटाजोआ पनि भन्छ। र यो एनिमालिया कहाँबाट सुरु हुन्छ? पोरिफेरा टु कोड्राटासम्म है। ल भन, त्यसो भए एनिमालियालाई अल्सो कल मेटाजोआ पनि भन्छ। र एनिमालिया अथवा मेटाजोआ पोरिफेराबाट सुरु हुन्छ भने मेटाजोमा लोएस्ट फाइलम पोरिफेरा हो कि होइन? अनि पोरिफेरामा कुन ग्रेड हुन्छ? सेलुलर। अब बुझौ बुझेनौ? अनि केटाकेटी हो भने तिमीहरू त साना साना क्वेसन चाहिँ बिगारेर बस्छौ तिमीहरू होइन। अनि ठुला ठुला क्वेसन चाहिँ एकजना म भाइको नाम लिन्न है, म त्यो भाइ त्यहाँ सायद तिमीले चिन्छौ होला होइन। एकजना भाइ छन्, उसलाई नि भाइ जुन ह्युमन सिस्टम छ नि, मान्छेको सिस्टम, एमडी को क्वेसनको एन्सर थाहा छ भाइ। जो एमबिबिएस तयारी गरिरहेको हुन्छ नि जो विद्यार्थी, एकजना भाइ छन् क्या, उसलाई एमडी को एन्सर थाहा छ ह्युमन सिस्टमको, तर यो जुन 11-12 को उसलाई थाहा छैन। हो तिमी पनि यही ड्याङको पढ्छौ क्या हो? त्यसो भए तिमीलाई आज थाहा भयो कि एनिमालियालाई मेटाजोआ पनि भन्छ, मेटाजोआ पोरिफेराबाट सुरु हुन्छ। त्यसो भए एनिमालिया मेटाजोआमा लोएस्ट फाइलम भनेको सेलुलर हो, के अरे पोरिफेरा हो। पोरिफेरामा कुन ग्रेड हुँदो रहेछ त? सेलुलर। यदि तिमीलाई मैले यो क्वेसन अब यस्तो सोधेर है, ग्रेड अफ अर्गनाइजेसन इन प्रोटोजोआ भनेर सोधेको चाहिँ प्रोटोप्लाज्मिक हुन्थ्यो। बुझौ? फाइलम प्रोटोजोआमा कुन ग्रेड हुन्छ ल भन त भाइ? फाइलम प्रोटोजोआमा ग्रेड अफ अर्गनाइजेसन भनेको प्रोटोजोआमा के हुन्छ? प्रोटोप्लाज्मिक हुन्छ है। प्रोटोप्लाज्मिक हुन्छ क्या प्रोटोजोआमा है। तिमी आफै भन न, के फाइलम प्रोटोजोआ मेटाजोआमा पर्ने हो त? होइन नि त। प्रोटोजोआ त किङडम प्रोटिस्टा आफ्नै किङडम छँदैछ नि त है। ग्रेड अफ अर्गनाइजेसन प्रोटोप्लाज्मिक हुन्छ। के अरे भाइ? यु मेटाजोआ भएको भए टिस्यु हुन्थ्यो है। यस्तो हुन्छ, यु मेटाजोआ भनेको सोधेको भए टिस्यु हुन्थ्यो, किन यु मेटाजोआ त सिलेन्टरेटाबाट सुरु हुन्छ। बुझ्नु होइन? यु मेटाजोआ सिलेन्टरेटाबाट सुरु हुन्छ है। र त्यो सिलेन्टरेटा, त्यसो भए यु मेटाजोआमा लोएस्ट फाइलम चाहिँ सिलेन्टरेटा, त्यसमा चाहिँ टिस्यु हुन्थ्यो। यस गुड। अब अहिले भनेको ठिक छ, बुझ्यौ? अब यो त तिमीले यु मेटाजोआ प्याराजोआ भनेर पहिला फर्स्ट क्लासमै पढाए जस्तो लाग्छ हो। प्याराजोआ, यु मेटाजोआ भाइ हो भन्नु भएको थियो भनेको थिएँ नि त। हो त्यतिखेर मैले तिमीलाई भनिसकेको थिएँ नि। ल अब सुन है, अब मलाई तिमीले एउटा काम गर्नु पर्यो यहाँ है। यहाँ प्रोटोजोआमा मैले प्रोटोप्लाज्मिक ग्रेड भने, अरे भाइ प्रोटोप्लाज्मिक ग्रेड अफ अर्गनाइजेसन भने है। र मैले यहाँ पोरिफेरामा सुन है, यहाँ पोरिफेरामा सेलुलर ग्रेड भने। ल भन भाइ के भिन्नता छ होला? ल न त सेलुलर ग्रेड अफ अर्गनाइजेसन भन त, यसको कन्सेप्ट के होला? यहाँ प्रोटोप्लाज्मिक ग्रेड, यहाँ मैले पोरिफेरामा सेलुलर ग्रेड अफ अर्गनाइजेसन। ल भन त के फरक छ तिमीलाई थाहा छ भाइ? यहाँ है, सेलुलर ग्रेड र प्रोटोप्लाज्मिक ग्रेडमा के फरक छ पहिला हेर त। सेलुलर हेर त, सेलुलर र मल्टिसेलुलर। यस। सेलुलर ग्रेडमा के हुन्छ भन्दा सेल धेरैवटा सेल्स हुन्छन्, मल्टिसेल होइन भाइ है। सेलुलर ग्रेडमा के हुन्छ भन्दा सुन है, सेल्स भनेको धेरैवटा सेल्स नजिक हुन्छ है। सेल भनेको नजिक हुन्छ है। तर काम चाहिँ के हुन्छ? इन्डिभिजुअली है। इन्डिभिजुअली के हुन्छ न त? फरक हुन्छ। बुझ्यौ भाइ? इन्डिभिजुअली के हुन्छ? फरक हुन्छ क्या। हेर त, हेर, सेल्स नजिक हुने तर काम चाहिँ इन्डिभिजुअली के हुन्छ? फरक हुन्छ। यस्तो ग्रेडलाई के भन्छ? सेलुलर ग्रेड भन्छ क्या। सेल नजिक हुने तर तिनीहरूको काम अलग अलग हुन्छ, आफ्नो काम हुन्छ। तर प्रोटोप्लाज्मिकमा के हुन्छ भन्दा सुन है भाइ, अल द भाइटल एक्टिभिटिज है, एक्टिभिटिज आर कन्फाइन्ड है, कन्फाइन्ड within the boundary है, boundary of a के भन्छ?
SING ले के हुन त सिंगल सेल भाइ बुझौ बुझौ भाइ ठ्याक्क मिल्यो नि हैन ठ्याक्क चाहिँ पोरिफेरामा चाहिँ सेल नजिक नजिकहरु हुने धेरैवटा सेल नजिक नजिक हुन्छन् काम फरक फरक हुन्छ तर प्रोटोप्लाज्मिक डेटा अर्गानाइजेसनमा चाहिँ अल द भाइटल एक्टिभिटीज आर कन्फाइन्ड विथ इन द बाउन्ड्री अफ के भन्छ सिंगल सेल है यसलाई चाहिँ तिमी भन्दो रहेछौ प्रोटोप्लाज्मिक भन्दो रहेछौ अब क्लियर भयो भाइ अब क्लियर यस ओके यस सर ल ल अब आज यति नै गरौँ ल अझै यो पनि लामो टपिकको लाग्छ है समय ल सर यो क्लोकल डिस्प्रेसन वाला आन्सर भन्दिनु न बुझिन के को हो भाइ के को त्यो इकानो डर्माटाको छ का त्यो होल थ्रोडिया के को भन्छ क्लोकल डिस्प्रेसन स्लाइड हेराइदिनु सुरुदेखि सर मैले केही बुझ्दिन है भाइ मैले तिमीले भनेको केही बुझ्दिन हैन केही बुझिरहेको छैन क्लोकल डिस्प्रेसन के रे भाइ नेममा एउटा क्वेशन आएको छ क्लोकल रेस्पिरेसन इज क्यारिड आउट बाइ भनेर त्यहाँ होलोथ्योरिडिया इकाइनोइडिया अनि के भाइ सुन यहाँ र तिमीलाई मैले त्यो इकान्डरमाटा पढाउँदा नि लास्टमा एकजनाले छुटेको थियो भन्दा मैले क्लोइकल भनेको हो कैन भाइ पछाडि सुन पछाडिचोटि मैले कभर गरेको थिएँ क्या पछिल्लोचोटि मैले कभर गरेको थिएँ नि हेर त यहाँ तिमीले पछिल्लोचोटि मैले कभर गरेको थिएँ नि हैन मैले तिमीलाई झन् यति केटाकेटी तिमीले के बाँकी छ तिमीले भनेनौ भनेर तिमीले सम्झाएको पनि थिएँ नि हैन यहाँ है हेर इकान्डरमाटामा 5वटा क्लासेस छ हैन 5वटा क्लासेस छ एउटा एस्टेरोइडिया क्लास है यसमा रेस्पिरेसन है रेस्पिरेसन बाइ 2 फिट है 2 फिट प्लस के हुन्छ स्किन गिल्स हुन्छ है अब स्किनमा पाउने भएको कारण गर्दा यसलाई डर्मल गिल्स पनि भन्न मिल्छ है और डर्मल ब्राङ्कियल भनेको गिल्सबाट गर्ने रेस्पिरेसन है भाइ और प्युपिली है त्यसमा तिमीलाई यो अप्सन त थिएन क्वेसन यो त थिएन त्यसमा यहाँ रेस्पिरेसन बाइ 2 फिट प्लस स्टार फिसमा अर्को स्किन गिल्स डर्मल गिल्स और डर्मल ब्राङ्की पनि बन्यो और प्युपिली त्यसमा स्टेरोइडियामा सकियो हैन अनि अरु तिमी अर्को क्लासमा जाऊ ओफिरोइडिया भन्छ नि हैन ब्रिटल स्टारबाट क्लास यसमा रेस्पिरेसन बाइ के हुन्छ भन्दा रेस्पिरेसन बाइ के हुन्छ भन्दा 2 फिट यसमा पनि 2 फिट हुन्छ भाइ है प्लस यसमा के हुन्छ बर्सल स्लिट हुन्छ है बर्सल स्लिट हुन्छ नि त्यसलाई मैले भनेको थिएँ नि गोनेट्स खोल्ने ओपनिङलाई बर्सल स्लिट भनेको थिएँ है और मैले के पनि भनेको थिएँ जेनाइटल बर्सी पनि भन्छ है जेनाइटल बर्सी पनि भन्छ त्यसो अब बर्सल स्लिट भनेर त सोधेको थिएन है तिमीलाई क्लोइकल भनेर सोधेको थियो है अब अर्को तिमी जाऊ त इकाइनोइडिया क्लास भन्छ इकाइनोइडिया क्लास भन्छ नि हैन यहाँ रेस्पिरेसन बाइ है यहाँ पनि 2 फिट हुन्छ है रेस्पिरेसन बाइ 2 फिट हुन्छ प्लस यहाँ चाहिँ माउथको वरिपरि गिल्स हुन्छ है भाइ प्लस माउथको वरिपरि गिल्स हुन्छ त्यसलाई पेरिस्टोमियल गिल्स भन्छ क्या भाइ यहाँ त्यसमा तिमीलाई अब पेरिस्टोमियल गिल्स भनेर सोधेको भए चाहिँ इकाइनोइडिया हुन्थ्यो हैन अनि अर्को होलोथोरिडिया है थोरिडिया भन्छ नि हैन थोरिडिया यो चाहिँ सी कुकुमर वाला क्लास हो क्या भाइ सी कुकुमर वाला क्लास हो हैन यहाँ रेस्पिरेसन बाइ है 2 फिट त छ टिपिकल सबैमा 2 फिट त छँदैछ हैन प्लस यसमा रेस्पिरेसनको अरु लागि अर्को के हुन्छ क्लोइकल रेस्पिरेटरी ट्री हुन्छ क्या भाइ क्लोइकल रेस्पिरेटरी ट्री हुन्छ हैन अनि अझै एउटा क्लास हुन्छ त्यसलाई क्रिनोइडिया भन्छ नि हैन यसमा चाहिँ रेस्पिरेसन बाइ ओन्ली 2 फिट मात्रै हुन्छ अब भाइ बुझौ क्लोइकल रेस्पिरेटरी ट्री भनेर सोधेको छ एन्सरमा होलोथोरिडिया हुन्छ क्या अनि यो क्लोइकल रेस्पिरेटरी ट्री भनेको कस्तो हुन्छ र त जस्तो के त यो सेकुकुमर पनि हैन यो सेकुकुमर भयो हैन अब हेर त यसमा के हुन्छ भन्दा यो क्लोइका भयो यो चाहिँ क्लोइका हो क्या अब हेर है यो क्लोइका भयो अनि यहाँबाट यसरी रेस्पिरेटरी ट्री गएको हुन्छ है यसलाई रेस्पिरेटरी ट्री भन्छ क्या यसलाई रेस्पिरेटरी ट्री भन्छ नि हैन अब हेर है अब यो क्लोइकाबाट यहाँबाट पनि अक्सिजन जान्छ क्लोइकाबाट अक्सिजन गयो नि अब यो क्लोइका कन्ट्र्याक्ट भइदिन्छ क्या कन्ट्र्याक्ट भइदिँदा यो अक्सिजन छ नि भाइ यो ट्रीतिर मुभ हुन्छ क्या भाइ बुझौ
क्लोइका कन्ट्याक्ट भइदिँदा जुन अक्सिजन हुन्छ नि त्यो चाहिँ ट्रीतिर मुभ हुन्छ, क्लोइका रेस्पिरेटरी ट्रीतिर मुभ हुन्छ, जबकि रेस्पिरेटरी ट्री भनेको बडीको विभिन्न पार्ट्सतिर पुगेको हुन्छ क्या। अब बुझौ भयो? यही सोधेको तपाईँ सर एकचोटि स्लाइड हेराइदिनु सुरुदेखि सर। भनेको थिएँ क्यान्सर भनेको थिएँ मैले, पछि मैले आफै सम्झाएर भनेको थिएँ, तिमीले बिर्स्यौ जस्तो लाग्यो। सर भयो अब नानी भयो आजलाई यति नै। सर एउटा मात्रै त भनिदिनु न, के द मेन डिफरेन्स बिट्विन एपोडा एन्ड युरोडेला के हो? एपोडा र युरोडेला भनेको यो एपोडा र युरोडेलामा मुख्य भनेको चाहिँ एपोडा सुन है, एपोडा भनेको चाहिँ त्यो चाहिँ लिमलेस एम्फिबियन्स भयो, बुझौ? लिमलेस एम्फिबियन्स भयो है, मतलब लिम नभएको। अनि युरोडेला भनेको चाहिँ टेललेस, लिम त हुन्छ तर लिम त हुँदैन भने नि त्यसलाई मैले सुना नि। अब अप्सन सप्सनको म भ्याउँदिनँ, मेरो बाहिर जाने काम छ केटी हेर है, त्यसलाई मैले यति बुझाइदिन्छु, तिमी आफै एन्सर खोज है। मैले बाहिर जाने काम छ क्या मेरो, यति म तिमीलाई लेखिदिन्छु, तिमी आफै एन्सर खोजिहाल है फटाफट। हेर है, त्यसलाई मैले यति लेखिदिन्छु, सुन है। हेर, अपोडा है लिमलेस एम्फिबियन्स हो है, लिमलेस एम्फिबियन्स हो, लिम्स हुन्न। अनि अर्को तिमीले भनेको काउडाटा हो, काउडाटा भनेको यो टेल बियरिङ एम्फिबियन्स। अब तिमीले आफै एन्सर खोज है, नत्र मलाई नेक्स्ट टाइममा भन्ने, नत्र मेरो बाहिर जाने काम छ क्या। एपोडा लिमलेस एम्फिबियन, काउडाटा भनेको टेल बियरिङ एम्फिबियन्स, बुझौ? अब यो प्रसङ्गमा हेर, भएन भने मलाई नेक्स्टमा सोध्ने, ल बुझौ? बुझ अब? मलाई नेक्स्ट समयमा सोध्ने नि त होइन, मेरो बाहिर जाने काम छ केटी है। सरले पढाइसक्नु भएको छ त म्याम, उयो पढाउँदा